अप्रिल 1 तारिकबाट क्यानाडाले एउटा नयाँ नियम लागू गरेसँगै मार्केटमा अहिले क्यानाडाले अब जम्मा 6 महिनाको मात्रै भिजा दिने भन्ने एउटा हल्ला भनौँ वा भिजा दिइरहेको पनि 6 महिनाकै भिजा हामीसँग पनि कतिजनाको 6 महिनाको मात्रै भिजा लागेको अवस्था थियो। त्यसले गर्दाखेरि धेरै क्लाइन्टहरूले चाहिँ हामीलाई अब त क्यानाडाको भिजा मल्टिपल इन्ट्रीमा हुन त 6 महिनाको मल्टिपल इन्ट्री दिन्छ नै, तर त्यो बाहेक चाहिँ जसरी पासपोर्टको भ्यालिडिटी भरिको पासपोर्टमा भिजा दिन्थ्यो त्यो दिन छोडेको हो त भनेर धेरै इन्क्वायरीहरू आउन थालेको थियो। र मैले भन्ने गरेको थिएँ होइन, सबै केसेसमा 6 महिनाको मात्रै भिजा दिन्छ भन्ने हुँदैन। कति केसेसमा चाहिँ पासपोर्टको भ्यालिडिटीकै हिसाबले अथवा बायोमेट्रिक पुरानो गरेको मान्छे छ भने पुरानो बायोमेट्रिक गरेर रिजेक्सन आएको मान्छे छ भने पनि उसको बायोमेट्रिकको हिसाबले पासपोर्टको भ्यालिडिटी जहिलेसम्मको हुन्छ त्योभन्दा 1 दिन कम्तीसम्मको भिजा दिन्छ, अझै पनि दिन सक्छ है भनेर भनेको थिएँ। सो त्यही कुराको लागि र 1 तारिकबाट चाहिँ मार्केटमा अब जुन हल्ला छ अब त्यही 6 महिनाको मात्रै भिजा दिन्छ भन्ने चिजको लागि चाहिँ एउटा करारा जवाफ एउटा आइरहेछ। हामी कहाँ नयाँ भिजा स्टिकर लागेर आइसकिसकेको छ। उहाँ क्लाइन्ट दिवस गिरी भन्ने सर हुनुहुन्थ्यो, उहाँ चाहिँ पेसाले एउटा कोरियोग्राफर, डान्स कोरियोग्राफर। सो उहाँको चाहिँ हामीले भिजा लन्च गरेको थियो सम्भवतः अप्रिलको 14 तारिकमा लन्च गरेको थियो हामीले भने उहाँको भिजा डिसिजन 27 तारिकमा आएको थियो। त्यो सँगसँगै हामीले अप्रिल मेको पहिलो हप्तातिर हामीले पिपी रिक्वेस्ट सहित पासपोर्ट हामी लगेर भिएफएसमा बुझाएको थियौँ र उहाँको भिजा अप्रिल 1 तारिक पछि लन्च गरे हुनाले चाहिँ उहाँको डिसिजन चाहिँ कस्तो फेभरमा आयो, उहाँको फेभर हाम्रो फेभरमा आयो के आयो त भन्ने कुरामा चाहिँ उहाँको पासपोर्टमा स्टिकर लागेर आइसकिसकेको छ। मैले सबै देखाउँदिनँ, तर उहाँको डेट अफ बर्थको कुरा गर्छु सुरुमा। उहाँको डेट अफ बर्थ जम्मा उहाँको डेट अफ बर्थ भएको हुनुहुन्छ, उहाँ 1992 को हुनुहुन्छ। 1992 को व्यक्ति भनेपछि उमेर कलिले उमेर हो। अर्को कुरो भनेको उहाँको पासपोर्टको भ्यालिडिटी भनेको 2027 मे 17 तारिकसम्मको पासपोर्टको भ्यालिडिटी रहेको छ उहाँको। फेरि पनि भन्छु 2027 मे 17 तारिकसम्मको र उहाँलाई भिजा ग्रान्ट भएर आएको छ 2027 सम्मकै मे, अघि मैले भनेको थिएँ 1 दिन कम्तीसम्मको भिजा हुन्छ भनेर, मेको उहाँको 16 तारिकसम्मको भिजा लागेर आएको छ है। सो क्यानाडाकोले चाहिँ अहिले सबै पनि डिसिजन जति पनि छ ब्याङ्ककले दिने गरेको छ, नेपालीको जति पनि भिजा फाइलिङहरू छ सबै ब्याङ्ककले हेर्ने गरेको छ र अप्रिल 1 तारिकबाट नयाँ नियम लागू भए तापनि अहिले दिने भिजाहरू स्टिल अझै पनि वा भनौँ प्रोफाइल हेरेर उसलाई उपयुक्त लागेको खण्डमा, उसले ट्रस्ट वर्दिनेस लागेको खण्डमा चाहिँ उसले पासपोर्टको भ्यालिडिटी भरिकै भिजा दिइरहेको छ। सो यो एउटा छोटो भिडियो मैले तपाईँहरूको लागि चाहिँ क्यानाडाको अहिले भिजा पासपोर्टको भ्यालिडिटी भरिको आउँदैन र सर भन्नेहरूको लागि यो भिडियो बनाएको हुँ। र सँगसँगै क्यानाडाको मार्केटमा भिजा अहिले त रिजेक्सनै बढी छ भन्ने पनि सुन्न आएको छ, तर रिजेक्सन प्र्याक्टिकल्ली कतिको बढी छ, कतिको भिजा लागिरहेछ। यो सिजनमा क्यानाडाको भिजा लागेन भने तपाईँले अरू सिजनको लागि त कल्पना नगरेको हुन्छ कि त डिसेम्बरको लागि सम्झिनु होला, होइन भनेदेखि यो समर जब जो जुलाई एन्ड अगस्त यसको लागि तपाईँको भिजा लागेन भनेदेखि अरू बेला त कहिले लाग्ने है। रहेको कुरो हामीले हाम्रो सोसियल मिडियामा हामीले पोस्ट गरिरहेछौँ, भिजा अपडेट दिइरहेछौँ तपाईँहरूलाई, कतिको पिपी रिक्वेस्टहरू आइरहेको तपाईँहरूलाई अपडेट दिइरहेको हुन्छौँ प्रायः जसो। र यो पालि मेरो अगस्तमा मात्रै मोर देन 35 जना, किनभने 70 जना बढी त भिजा फाइलिङ हुन्छ मेरो र त्यसले गर्दा 35 बढीको त मेरो ट्राभल प्लानै रहन्छ। अगस्तको 16 तारिकको हाम्रो ट्राभल प्लान छ, 15 तारिकको ट्राभल प्लान भएर 27 तारिकसम्म सकिन्छ त्यो ट्राभल। सो हामी अन्टारियो बेस्डै रहेर ट्राभल गराउनेछौँ र त्यसले गर्दाखेरि अहिले मार्केटमा क्यानाडाको भिजा राम्रो छ। र प्लस पोइन्ट अप्रिल 1 तारिकबाट जब यसले पासपोर्टमा भिजा चाहिँ 6 महिनाको मात्रै दिने भनेर भनिसकेपछि यसलाई पनि पोजिटिभ लिन सकिन्छ। यदि तपाईँको 6 महिनाकै भिजा लाग्यो भने पनि मेक स्योर तपाईँ एकचोटि ट्राभल गरेर आउनु भएर तपाईँको भिजा एक्सपायरी भइसकेपछि फेरि तपाईँले भिजाको लागि अप्लाई गर्नुभयो र तपाईँलाई भिजा दियो भने त्यो टाइम डेफिनेटली तपाईँको चाहिँ पासपोर्टको भ्यालिडिटी अनुसारको भिजा दिने नै भइहाल्यो। र अझै पनि धेरै केसेसहरूमा पासपोर्टको भ्यालिडिटीकै हिसाबले भिजा दिइरहेको छ। सो त्यसले गर्दाखेरि यदि तपाईँलाई क्यानाडा वा भनौँ अस्ट्रेलिया, न्युजिल्यान्ड र युके यी कन्ट्रिजहरू मेजर 5 आइज कन्ट्रिज मध्येका यी 4वटा कन्ट्रिजमा चाहिँ तपाईँले तपाईँको ड्रिम कन्ट्री, नर्मली ड्रिम कन्ट्री नै हुनेहरू यहाँ ट्राभल गर्न चाहनुहुन्छ, तपाईँ त्यहाँ एक्सप्लोर गर्न चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ, एज अ टुरिस्ट तपाईँ त्यहाँनिर गएर तपाईँले इन्जोय गर्न चाहनुहुन्छ आफ्नो भ्याकेसन भनेदेखि तपाईँले यी 4वटा कन्ट्रीको भिजा सर्भिसेसको लागि हामीलाई सम्झिन सक्नुहुनेछ। र
क्यानाडाको हकमा अझै पनि हामीले अगस्तको लागि भनेर हामीले फाइल लिइरहेका छौँ र अगस्तको लागि भनेर अहिले डिसिजन 60 दिन भने पनि अहिले डिसिजन 12 दिन 15 दिन 20 दिन 25 दिन 27 दिन 30 दिन योभन्दा बढी लागिरहेको छैन। सो समय अवधि पनि घटेको छ अहिले प्रोसेसिङ टाइम। त्यसले गर्दाखेरि यो समय चाहिँ तपाईँहरूको लागि भिजा एप्लाई गर्ने उचित समय हुनसक्छ। त्यसले गर्दा यदि तपाईँलाई भिजा अप्लाई गर्नुपर्ने छ वा भनौँ कुनै पनि आफै पर्सनली अप्लाई गर्न चाहनुहुन्छ र तपाईँलाई कुनै पनि डाउट छ, बेनिफिट अफ डाउट छ, तपाईँले कसरी भिजा फाइलिङ गर्ने के गर्ने भन्ने तपाईँलाई जानकारी लिन मन छ भनेदेखि तपाईँले सोझै मलाई मेरो कुनै पनि सोसियल मिडियामा DM गर्न सक्नुहुन्छ। यति भन्दै हस्त नमस्कार, आजलाई छुट्यौँ।